खतरा देखेको यार बाटो त guys, beauty of Tarai sunset. यतापट्टि छ अनि यत्रो गाई बस्तु ल बाई बाई सो हेलो एभ्रिवान वेलकम ब्याक टु अनदर भिडियो सो म छु अहिले बल्खु र कलङ्कीको बिचमा छु सो अहिले टाइम त 12:32 भयो अनि आज चाहिँ हामी कहाँ जाँदैछौँ भन्दा आज चाहिँ हाम्रो अलिक टाढाको ट्रिप छ तर मैले यो ट्रिप चाहिँ दिउँसो सुरु गरिरहेको छु आज चाहिँ म सोलो छु मेरो पछाडि पनि कोही छैन मसँग अरू राइडरहरू पनि कोही छैन म चाहिँ अल एलोन आजको लागि यहाँ आज खै स्पिड चेकिङ छैन है क्या त्यही पनि कहाँ लुकिरहेको हुन्छ बिस्तारै नै जाउँ होइन अनि आज चाहिँ म कहाँ जाँदैछु भन्दा आज चाहिँ म सिन्धुली पुग्छु सिन्धुली बजार माडी बजार पनि भन्छ होइन सिन्धुलीको तल बजार हो अनि आज म अलिकति छुट्टै रुट जान लाग्छ कि किनकि कति त्यो सिन्धुलीको खुर्कोटको बाटो जानु त्यो म नेपाल चौकसम्म त त्यो बाटो सबै खोलाले लगेर बनाउँदै पनि छ होइन त्यही भएर त्यो बाटो जान मन लागेन यहाँबाट कान्ति लोकपथ हुँदै हेटौँडा गएको छैन म हेटौँडा जान्छु हेटौँडाबाट सिन्धुली जाने फेरि सिधा बाटो छ त्यहाँको बाटो दामी छ भन्ने सुने त्यो बाटो पनि म हिँडेको छैन अहिलेसम्म कस्तो सानो चुटुक्क पऱ्यो गाडी सो त्यो बाटो ट्राई गर्छु यहाँबाट जान्छु हेटौँडा जान्छु चेल्सी दाइलाई भेट्छु चेल्सी दाइको सानो सामान थियो मसँग अनि त्यो पनि दिनु थियो त्यो सबै काम एकैचोटि हुने भएर त्यताबाट जाउँ भनेर आँटेको छु लेट्सी सिन्धुलीबाट चाहिँ म भोलि बेलुका फर्किने हो बेलुका 2-3 बजीतिर फर्किन्छु अनि फर्किँदा चाहिँ सिन्धुलीकै बाटो आउँ कि जस्तो लागिरहेको छ त्यहाँ जाउँ के छ रोड अपडेट बुझौँ त्यसपछि जानुपर्छ अहिले चाहिँ फ्युल टपअप गर्नु यहाँ बल्खुमा साझा पेट्रोल पम्पमा 3 लाइन कम छ अनि त्यहाँबाट फुल पावरमा हामी लाग्छौँ टुवार्ड्स टिका भैरवबाटै जान्छ क्या अरे सायद लेले हुँदै जाने हो लेले टिका भैरव एउटै हो क्या अरे त्यो बाटो जान्छौँ भने हामी यो घाम गएपछि मैले एउटा चिज सम्झेँ क्या मैले रेनकोट हाल्नै बिर्सिएछु क्या मेरो ब्याग त वाटरप्रुफ हो यसको कभर यहीँ छ यो ज्याकेट नै हल्का फुल्का त वाटरप्रुफ हो यो पनि वाटरप्रुफै हो तर त्यस्तो टेन्सन त छैन त्यही पनि हालेको भए राम्रो हुन्थ्यो होला है बिर्सेछु अनि यो बाटोमा चाहिँ माइल स्ट्यान्डहरू कहीँ पनि छैन कि यो बाटोमा फर्स्ट टाइम हिँडेको के कति किलोमिटर केही पनि थाहा छैन गइछु ओके यहाँबाट अगाडि गयो भने चाहिँ लेले पुग्दो रहेछ लेलेको ठुलो भाइरल बाटो यो पनि हो खतरा छ यो बाटो अब यहाँबाट हेटौँडा यतापट्टि लाग्नु पऱ्यो हाम्रो अगाडि चाहिँ एकजना डोमिनार गाई आउनुभयो डोमिनार राइडर नट अ गाई अब चाहिँ ग्रिनरी सुरु भयो क्या बाटोमा अब आँखालाई पनि आनन्द राइड गर्ने नि अब मजा आउँछ बाटो कस्तो छ भन्ने कुरा अगाडि ठिकठाकै छ जस्तो लाग्यो गाडीहरू त सफा नै आइरहेछ त्यस्तो धुलो हिलो केही पनि छैन जस्तो लाग्यो नाइस उहाँले यस्तो सिग्नल पनि दिँदै हुनुहुन्छ मलाई यो बाटो त घुम्दै तलतिर पो जाने रहेछ त ए उता कुनामा पुगेर फेरि यता आम्माम्माम्मा खतरा देखेको यार बाटो त हट उता रोकेर देखाउँछ है त सी गाइस बाटो बाबा नाइस म्यान ल हेरौँ त बाटो हट खतरा छैन त ओ माई गॉड त्यहाँ करोडमा पुगेर हामी त्यस्तो फेरि जानुपर्छ अब दामी रहेछ बाटो चाहिँ ढुङ्गाहरू त खस्नलाई रेडी जस्तो छ क्या हाँस उठ्यो है मलाई किन हाँस उठ्यो तर मलाई झोलुङ्गे पुल आयो एउटा ठुलो ब्रिज पनि आयो बागमती पुल रे भनेपछि यो काठमाडौँबाट आएको बागमती हो त कस्तो हिलो बानी आएको यार, गाइस सी कस्तो फिजवाला हिलो बानी
सायद उतातिर खनिरा जस्तो छ खोलामा। अनि ठुलो आउँछ होला यार मनसुनमा यो खोला। आहा यस्तो राम्रो रिभर क्रसिङ पनि आउँदो रहेछ यार। ल बाइकले नुहायो शीतल हुने हो बाइकलाई। बाफा आयो तलबाट कस्तरी चिसो छ होला यार यो पानी त। म त्यहाँ मैले एउटा सुरुङ मार्ग देखेँ है, सायद त्यो फास्ट ट्र्याककै होला। ए लतरम्बेश्वर महादेव जाने नि यतैबाट रहेछ ल। त्यही यही यस्तो ब्रिज कटेपछि ट्याक्क मान्छे यता जाने त यतैबाट रहेछ। टाढा रहेछ त्यो यार आउनलाई। त्यही म कति 12:05 घरबाट निस्केँ, अलिअलि जाममा परेँ ल। 1 बजे बल्खुबाट निस्केँ भनौँ न, म बल्खुबाट फिल्ड टपबाट निस्केँ। 1 घन्टा लाग्दो रहेछ त्यहाँ आउन। अझ म त सोलो भएर म अलिक छिटो आएँ विथ पिलियन। अझ ग्रुपमा आउने भने त फोटो खिच्ने यान त्यान भन्यो 1.5 घन्टा त लाग्दो रहेछ त यार आउनलाई। 1.5 घन्टा यहाँबाट हाइकिङ 2 घन्टा छ ल। फर्किँदा गर्नु त्यस्तै 7-8 घन्टा लाग्दो रहेछ आरामले गर्नु। हाइकिङ गर्न फेरि हिँड्नलाई टाइमै लाग्छ फेरि, राइड गरे जस्तो होइन। अब 10-15 मिनटको ब्रेक लिन्छु म चाहिँ यहाँ। अलमोस्ट 55 किलोमिटर राइड गरिसकेँ बल्खुबदेखि। अनि यहाँबाट अब हेटौडा छ अलमोस्ट 40 किलोमिटर। अब त राम्रै छ लाग्यो बाटो, किनकि अब यहाँबाट चाहिँ त्यो लतरम्बेश्वर पछि चाहिँ हेटौडाको बाटो चाहिँ मलाई राम्रो छ भन्ने चाहिँ मैले त्यो भिडियोहरूमा हेरेको थिएँ। अनि यहाँनिर चाहिँ यस्तो छ भ्यू, दामी ग्रिनरी देखियो। यहाँनिर शीतल पनि आयो, कति घाम छेक्या छ कि यो बादलहरूले माथिबाट। अनि यहाँ बसेको छु, दामी छ भ्यू पनि। ड्रोन रेडी गर्दैछु, अब ड्रोन सट आउँछ है त गाइज। हामी नेपालमा यस्तो सिनिक बाटो चलाएर मान्छेलाई होइन, इन्डियाको त्यो फास्ट ट्र्याक यताउता कहाँ पच्छ धेरै। यस्तो अल्छी लाग्ने हो त्यो फास्ट ट्र्याकहरूमा चलाउनलाई। अहिले पो देखियो त राम्रोसँग ल फास्ट ट्र्याक। 2टा सुरुङको पुवाल र अनि ब्रिज खतरा देखियो ल। नाइस। ए प्रोजेक्टको लागि यहाँ हेटौडाको फाँटमा आइपुग्यो हामी गाइस। यहाँ चाहिँ के मन्दिर रहेछ, दामी रहेछ यार गेट। गाइस मकैबारी रहेछ अहिले त, मकै नै मकै। सेल्सी दाइलाई नि कल गरिसकेँ। अब यहाँबाट सिन्धुली जाने जक्सन आउँछ एउटा, यहाँबाट लेफ्ट लागेर सिन्धुली जाने, त्यहीँ बस्छ त्यहीँ आउँछ भन्नुभएको छ। म त्यहाँ बसेर खाजा खाँदै गर्छु। अनि सेल्सी दाइ आइपुग्नुहुन्छ भेटेर अनि निस्किनुपर्छ। त्यस्तै ठ्याक्कै 3:30मा आइपुग्यो। अब यहाँबाट अलमोस्ट मलाई सेल्सी दाइले भनेअनुसार 3 घन्टा लाग्छ भन्नुभएको छ। 3 घन्टा नलाग्दै जस्तो लागिरहेको छ मलाई चाहिँ फेरि। लुसी हामी चाहिँ चौघडा चोक भन्ने ठाउँमा आइपुग्यौँ। यहाँबाट चाहिँ हामी धरान, भिमान र सिन्धुलीको लागि छुट्टिने रहेछौँ। काठमाडौँ चाहिँ यहाँबाट सिन्धुली पुगेर काठमाडौँ जानलाई चाहिँ 268 किलोमिटर रहेछ। अनि सिन्धुली चाहिँ 115 किलोमिटर रहेछ यहाँबाट। भोलि अब यहाँबाट चाहिँ हामी भोलि आज सिन्धुली पुग्ने हो। सिन्धुलीबाट काठमाडौँ जान 268 किलोमिटर रहेछ है त। आजको डिस्टेन्स चाहिँ अब 115 किलोमिटर बाँकी। बाइक यहाँ शीतलमा रोकेको छु। खाजा भनेको छ यहाँ राजधानी फास्ट फुड एन्ड सेकुवा कर्नरमा। चेल्सी दाइ पनि आइपुग्नु भयो। ट्यान्टाड्यान के छ दाइ हाल खबर? ठ्याक्कै यो खाजा खान्डाउँदै नि यार बसिहाल्यो क्या। हजुर ए ल बाई बाई दाइ। हस् ए ल पुगेर कल गर्छु। यहाँबाट अब सिन्धुली 115 किलोमिटर गाइज। चेल्सी दाइलाई चाहिँ 3 आवर लागेको थियो अरे बिस्तारै आउँदाखेरि। मलाई कति लाग्छ लेट्स सी। सबै चिज लियो ओके। 30 मिनटमा सबै काम भयो। अलमोस्ट 40 मिनट भनौँ न, 14 भयो यताउति। बाइकमा फेरि ब्यागहरू बाँध्दा ओर्दा ट्याङ्क ब्यागहरू निकालेको थिएँ। अब यहाँबाट चाहिँ दामी छ अरे बाटो। चेल्सी दाइको भनेअनुसार चेल्सी दाइले 3 आवर लागेको थियो अरे। मलाई कति लाग्छ लेट्स सी। त्यस्तो हतारेर चाहिँ जाँदिनँ म, नर्मल स्पिडमै जाने हो। राम्रो छ अरे बाटो भन्नुभएको छ। त्यति चाहिँ म ढुक्क भएँ। अलिअलि बस्ती एरिया भएर होला। यहाँ चाहिँ अलिकति अफ रोड रहेछ। 4-7 बजीसम्म आनन्दले पुग्ने भयो नि होइन। 6-6:30 बजीसम्म त उज्यालै हुन्छ। आमाले मलाई पानी हाल्नु लाउनु भयो। गर्मी भयो यसलाई भनेर कस्तो गर्यो होइन गाइज हेटौडा त। त्यो म काठमाडौँ त चिसचिसै, अनि फेरि बाटो मास्तिको बाटो पनि चिसचिसै थियो क्या। त्यो बाटोबाट आएको भएर होला क्या गर्मी फिल भइरहेको त होला। यस्तो
खाजा पनि खायो यही टाइममा। सो अब निस्क्यो, अब त सिधा हुन्छ फेरि। लेट्स गो, फुल पावर, पेटमा पनि फुल पावर। चाउमिन खाएँ, मिठो थियो। लेट्स गो। Lollipop with this beautiful view guys. खतरा देखिया छ, ग्रीनरी, खोला, उता हल्का जंगल छ यहाँनिर। यो दामी देखेको छ। बाइक टक्क रोड साइडमै रोकेको छु। बाटो पनि खतरा रहेछ नि, दामी रहेछ। भिमानको जस्तै रहेछ बाटो। हामी भिमानबाट धरान जाँदाखेरि छ नि बाटो जुन डिट्टु त्यस्तै लाग्यो मलाई त। मजा आइरहेछ जे होस्। अब 50 किलोमिटर जति बाँकी छ। बागमती खोला पनि कटिसक्यो। जस्ट बागमती खोला कटेर 7-8 किलोमिटर जति अगाडि आएर रेस्ट गऱ्यो। यहाँनिर शीतल जस्तो लाग्यो। अनि यहाँबाट भ्यू पनि दामी देखेको छ। अलिकति हाइट जस्तो ठाउँ छ यो। अनि अलि पर जान्छु, अनि सनसेट भएर रातो भएको बेलामा नि एकचोटि ड्रोन सट लिन ट्राई गर्छु म है। सो एकछिन खान्छु, ललिपप पनि खान्छु। गुलियो मजा आइरहेछ कि खाजा खाएको खानलाई। जस्ट फर्स्ट रेस्ट हो मेरो भाइ, फर्स्ट रेस्ट हो मेरो यो डाँडाबाट निस्केपछि। यहाँ चेकिङ रहेछ, मलाई रोक्छ कि रोक्दैन, लेट्स सी। है मलाई त रोक्यो नि त, प्रोफेसनल देख्यो है क्या मलाई। सबैलाई रोकेको थियो, मलाई रोकेन कि। खुसी लाग्यो। कत्रो भैँसी यार यो त, आमामा कस्तो टेढो हिँड्यो क्या फेरि। बेसी भैँसी यार। वाउ वाउ वाउ, नाइस प्लेस, नाइस प्लेस। टिकटक चलिरहेको त सब। नाइस। ओके, सरहरूले मेरो कागजहरू चेक गर्नुभयो। फर्स्टमै कुन बाइकको हो रे के हो, कुन बाइकको हो रे यो। अब 40 मिनट जतिमा पुग्नुहुन्छ भन्नुभएको छ म सिन्धुली। भनेपछि त्यही हो 6:15 6:30मा त मजाले पुग्छ। अब सनसेट पनि भइसकेको छ। खोइ सन कहाँ गयो? रातो अझै हुन बाँकी छ। मलाई सनसेट भएको बेला एउटा दामी ड्रोन सट खिच्न मन लागिरहेको छ कि। ड्रोनमा पनि चार्ज छैन, 30% मात्र छ। मसँग आजकल एउटा मात्र ब्याट्री छ कि ड्रोनमा, त्यही भएर एकदम पुरै खिच्नुपर्छ कि, गाह्रो छ। सी गाइज, ब्युटी अफ तराई सनसेट। यतापट्टि छ सुँगुर, सेतो सुँगुर, कालो बुङ्गुर, अनि यत्रो गाईबस्तु। टक्क बेलुकाको कति बज्यो? 6 बज्न लाग्यो। अनि सबको घर जाने बेला भयो। अब कस्तो दामी लाग्यो, म एकछिन रोकेर हेरेर बसेको कि। त्यही भएर कस्तो राम्रो घरहरू छ, टक्क गाईहरू बस्ने। आइया कुटे खायो। मलाई सबभन्दा हाँस उठाएको चाहिँ उयो भङ्गुर देखेँ क्या, क्या मस्त सुतिरहेको छ कि। त्यहाँ अगाडि गयो भने त उठ्छ होला होइन। सी कस्तो मजाले सुतिरहेको छ। त्यहाँ अगाडि गयो भने त उठ्छ होला यार। कान पनि हल्लाइरहेछ।
कस्तो दामी सनसेट भयो गाइज हेर्दा हेर्दै अलि चित्त बुझ्ने पाराले ड्रोन सर्ट चाहिँ खिच्न पाइनँ किनकि क्रिटिकल्ली लो ब्याट्री भनेर ड्रोन आफै रिटर्न आइदिरहेको कि कस्तो दामी यो खोलामा क्या रिफ्लेक्ट आइरहेको थियो त्यो रातो मजाले खिच्नै पाएन कि दुईवटा क्लिप चाहिँ खिचेँ ड्रोन आफै रिटर्न भयो यार ठिकै छ केही छैन अब सिन्धुली धेरै टाढा छैन 35 किलोमिटर चट्ट जाने हो अब त शीतल शीतल हुन थाल्यो अब मजा आउँछ राइड गर्न पनि यस्तो टाइममा चाहिँ लेट्स गो खिच्दै 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 आइरहेको छु क्या मजा आइरहेको छ त्यो होस् हेटौँडाबाट यता छिरेपछि हेटौँडाको बाटो पनि एकदम एडभेन्चरस थियो नराम्रो भन्न खोजेँ होइन तर यो बाटोमा चाहिँ मैले एकदम कन्टेन्टहरू पाइरहेको जस्तो फिल भइरहेको छ क्या कस्तो दामी बाटो त्यस्तै त्यो एम्बियन्स नै त्यस्तै क्या यो बाटो वरिपरिको 38 किलोमिटर रहेछ सिन्धुली यहाँबाट तराई लाइफ भन्छ नि तराई लाइफहरूको यसो रोक्दै हेर्दै खिच्दै आइरहेको छु क्या कति भैँसीहरू हुने टक्क अब अहिले भैँसीहरूलाई चराएर दिनभरि चराएर अब घर लाने बेलामा कति बाटोभरि भैँसी थियो क्या हामी आइपुग्यौँ सिन्धुली मरिन यो चाहिँ उता खुर्कोट पुग्नै आँट्दाखेरि एउटा ड्याम जस्तो बनाएर सुरुङ बनाएको छ नि त्यहाँबाट त्यो पानी उता डाँडाबाट यता लिएर आएको हो क्या सुनकोसीको पानी अनि यता तराईमा डिस्ट्रिब्युट गर्ने अब यो खोलामा छोडेर फार्मिङको लागि म फाइनल्ली सिन्धुली बजार आइपुगेँ 6:34मा आइपुगेँ 6:30 बजे आइपुग्छु भने एस्टिमेट ठिकै भयो 4-5 2.5 घन्टा लाग्यो त्यही पनि म आधी घन्टा 45 मिनट जति त यताउति खिच्नलाई अल्मलाएको थिएँ यताउति रेस्ट गर्दा त्यस्तै 2 घन्टामा आइपुगेँ ल म रफ क्यालकुलेसनमा सिन्धुली बजार मजाले देखिसक्यो उता मजाले घरहरू देखिरहेछ सो यस अब होटल खोज्न पर्ने छैन म साथीकोमा बस्ने आएर गएर नट आएर गएर साथीकोमा बस्ने हो शान्तिनगरको लोकेसन दिएको छ त्यहाँ गएर फोन गर्नुपर्छ ठाउँ ठाउँमा कच्ची ठाउँ ठाउँमा पिच छ कि यतातिर आएपछि चाहिँ बाटो सो यस आजको कति किलोमिटर ट्राभल भयो 204 किलोमिटर ट्राभल भएछ ठ्याक्कै अनि 204 किलोमिटर ट्रिप 1 को आजको हाम्रो माइलेज निस्केको छ 34 kmpl भोलि फुल टपअप गर्छु त्यसमा पनि निस्किन्छ अनि यसले देखाएको मिल्छ कि मिल्दैन पनि थाहा हुन्छ है त 34 kmpl को माइलेज दियो भनेर देखायो 16मा ब्याग पनि छ पछाडि अगाडि पनि ट्याङ्क ब्याग छ अलिकति लोडेड नै छ बाइक है सो गियर इन्डिकेटर लगाउँ गियर इन्डिकेटर नभएको त कस्तो अप्ठ्यारो भास लाग्छ भने चलाउन फेरि अफरोड आयो सो यस गाइज आजको भिडियो यति नै अब अँध्यारो हुन लागिसक्यो ठ्याक्कै टाइममा आइपुग्यो सिन्धुली आइपुग्नु लाग्दा चाहिँ अलिअलि जङ्गलको एरिया रहेछ अलि राति नै भयो त डर लाग्ने रहेछ यार त्यस्तो अब राति नै भयो त जसरी ट्राभल गरिहालिन्छ त्यस्तो डरै त लाग्दैन तर जस टाइममा आइपुग्यो राम्रो भयो किनकि लास्टको प्याचहरूमा चाहिँ अलिअलि जङ्गल रहेछ कि सो यस गाइज अब भोलिको भिडियोमा भेटौँला अब भोलि चाहिँ खासमा चाहिँ म बिहेको लागि आयो कि भोलि बिहे छ मिजुको एकछिन बिजुको बिहेमा बस्ने हो अनि त्यसपछि 2-3 बजीसम्म चाहिँ निस्किने किनकि उतापट्टिबाट अब सिन्धुलीबाट जान्छु सिन्धुलीको बाटो गढी सिन्धुली गढी हुँदै उता नेपाल थोक कटेपछि फेरि एकदम अफरोड छ नि त बाटो त्यो अलिक टाइममै क्लियर गर्नुपर्छ त्यो बाटो सो टाइममै निस्किन्छु भोलि ओके गाइस सी यू गाइस टुमोरो है त